चाहिँ फेरि जान लाग्छौँ मामा घरमा बिहानको कति बजे 7 बज्यो अब हामी जान्छौँ फेरि है अब हिँडेको ब्याक टु ब्याक हिँड्ने मात्रै काम के यो झन् साधन लिएपछि झन् कसै केही पऱ्यो भने नि भगाछन् ल ठिकै छ हिँड्नु पाएँ है यस्तै चल्दैछ ल है त अब बाटोमा भिडियो बनाउँदै गइन्छ यस्तै लगाइ छ है अब चाहिँ हामी यो यहाँबाट है ल जाउँछु बस है ल राम्रो अहिले आउँछु ल गाइज हामी चाहिँ हिँड्यो हामी चाहिँ बाटोमा भिडियो बनाउन जान्छौँ आज फेरि लास्ट पुग्यो लागि त्यही भएर ल फेरि सबैलाई राम्रो बाटो चाहिने है यस्तै छ त्यहाँ नि गाह्रो छ हिँड्नु नि नेपालमा पछाडि त छापिने हो के बाबु जाऊ फेरताल सेवाताल भन्छ हाम्रो त घर ताल गाउँमा ताल र पाहाडमै ताल यो देउराली ताल यस्तो छ बाटो त्यहाँ नि गाह्रो छ हिँड्न झन्डमा पानी पऱ्यो यो राखेर परेको पानी त यस्तो पर्छ हाम्रो देउरालीमा गेम खेलाउने ग्राउन्ड हो यो देउराली बजार हाम्रो त्यति राम्रो त उयो गरेर पर्छ राजा बिनाको दुई सामा बिनाको घर तिमी बिनाको जिन्दगी वा राज खाएर पर्दैन आजको रात चाहिँ हो कि यस्तो यिनीहरू त सिटले त आँखाहरूमै दिँदै ओ ग्याङ त्यस्तै चल्दैछ होइन यो बाइकले फेरि मैले तेल हालिदिनु त पर्ने मजाले केही होइन अनि त्यही भएर चाहिँ यसले चाहिँ पछाडि चाहिँ भिडियो बनाउँदै पछाडि बनाउँछ पछाडि चाहिँ डेजरको झोला सुला भिडियो हामी चाहिँ जाँदैछौँ यहाँ बाटोमा यसको हालत यस्तो हो त्यो सिटले यस्तो सिट परेको नि अझ है देख्न सक्नुहुन्छ मलाई पनि पुरै यस्तो भइदियो हामी त आँखा पनि यस्तो परेलामा सबै सिट पऱ्यो यहाँ सर हुनुहुन्छ हामी छौँ यस्तै चाहिँ चल्दैछ हाम्रो दिन चाहिँ यो बाटो चाहिँ यस्तो बगाउँछ यहाँ चाहिँ म एकचोटि कुदाउँदै गएँ है एकचोटि बनाएर शॉर्ट रेंज हुआ आणि पावर की जब की चाहे दिन में पूरा मिले
त्यही भएर गाई नत्र नकुद्ने बाइक होइन यस्तो कुद्छ यो बाटो यो मैले फर्स्ट टाइम भनेको हेर्दैन त्यो 160 कुराहरू हेर्दाको बाटोमा त्यहाँ मैले तुरन्तै कुराहरू त्यसरी मलाई पुरानो डर लाग्छ है एकचोटि कुदेछु है त्यही भएर मेरो मतलब यस्तो पावर त छैन यो तुरन्त ड्रिम बाइक हो मैले बाइक हिँड्यो भन्ने बित्तिकै मैले सोचेँ मेरो टुटन्दी नै थियो कि घाँडै त्यहाँमाथि मामाले टुटन्दी भाइले टुटन्दी सबैले टुटन्दी अनि घरतिर गाउँघरतिर त हामी त गाउँघरतिर बसेकोलाई चाहिँ झन् टुटन्दी भनेपछि त जता चाहिँ टुटन्दी देख्नु कि यो त बाबालाई बाइक हेर्छु क्या भन्थ्यो अब आफूले चलाउनु नि आउँछ सपना देखिँदैन बाइकको सपना देखिँदैन चलाउनु नि आउँछ चलिरहेको एकदम केटाहरूले सोध्छन् दाइ भन्छन् साथी भन्छन् बाइक यस्तो बाइक धेरै हुन्छ चिप कति खानुहुन्छ भन्छन् अब चिप त अब यो त धेरै हो त्यति खाएन चिप त्यही अस्ति भएर एक्सिडेन्ट नत्र बाइक चाहिँ चेकिङमा परेर चिप भएन खाएन धेरै हो वर्षै भयो त्यस्तै लगाउने भने यता भिडियोमा हामीले पतर बोलेर त्यही भिडियोमा जान्छ भिड चाहिँ हल्का जान्छ दसैँ गरेर पुगिन्छ नि पञ्चायत गर्ने दाइलाई जापान खोज्दै उसले आइडी पासवर्ड दिनु मैले उसले बुझ्छु त भन्यो तर टिकटकमा भने युट्युबमा हाल्दा चाहिँ मलाई जान्दिनँ कि फेरि मलाई थाहा छैन यस्तो यस्तो देउमा अहिले लास्टै डर लाग्छ कि अहिले चल्दा गयो नि कस्तो देउ परेको कि बाटोतिर देउमा चाहिँ फेरि लास्टै डर लाग्छ है किनकि अगाडिको पानीको अहिले चाहिँ मैले आइडी पासवर्ड दिएँ त्यसले हेर्नु होइन फेरि पैसा थाप्न नआएर फेरि मैले पैसा खानु हुँदा कि मैले त टेन्सन गर्ने यस्तो पैसा त भिडियो हाल्नु युट्युबमा चाहिँ जान्दिनँ भिडियो सिडियो हाल्न जान्दिनँ अनि त्यस्तो एडिटहरू गर्नु नि आउनु मलाई खासै एडिट गर्नु नि आउनु त्यही माथि त्यस्तै चल्यो मलाई बोल्नु नि आउनु मान्छेको अगाडि क्यामेरा देखाउनु नि लाज लाग्छ के भयो मैले फेरि यस्तो कि भोइस ओभर गरेर हाल्छु गरेर खिच्छु बोल्नुमा मान्छेको अगाडि अनि भोइस ओभर गरिदिने कि बस्छु कता बोल्छ नि जस्तैमा राम्रो भइरहन्छ अन्त त्यही हो धेरै ल हामी चाहिँ यहाँबाट फेरि झर्छौँ है यहाँबाट न्युट्रलमै झरिदिन्छु म त सधैँ यहाँबाट आउनेलाई चाहिँ सधैँ न्युट्रलमै हानिदिन्छु मैले चाहिँ न्युट्रलमा मजा हुन्छ सबभन्दा खतरा चाहिँ न्युट्रल है गाई सबभन्दा खतरनाक चाहिँ न्युट्रल हो कसैले नचलाउनु होला न्युट्रल म अलि अटेरिन्छ म अलि कुटुङ्गे छु त्यही भएर न्युट्रल तर न्युट्रलमा चाहिँ लाइसेन्स निकाल्ने बेला फर्ममा नि भन्छ नि त कुन के अरे कुन अवस्थामा मोटरसाइकल चलाउँदा खतरा हुन्छ भन्दाखेरि न्युट्रलमै भन्ने खतरा हुन्छ अरे त्यही भएर न्युट्रलमा चाहिँ चलाउनु भन्दा अरे कि मैले बुझिहालेँ मलाई पनि थाहा भएको अस्ति त्यो खोला छेउको त्यो माथिपट्टि न्युट्रलमै भएर दुईजना उस भएको अरे कि ब्रेक इन्जिन ब्रेक नलागिकन न्युट्रलमै झरेर होइन साथीहरू अनि तिनीहरू चाहिँ डाइरेक्ट खोजसँग खसेर बितेको दुईजना त्यही हुन्छ त्यही भएर बाइक चलाउँदाखेरि न्युट्रलमा चाहिँ होइन फेरि यस्तो कि आफूलाई अर्कालाई सिकाउने आफू चाहिँ त्यही गर्ने भन्छ जस्तो कि बाबाले पढेन जगाउन अहिले हामीलाई पढ्यो भन्छ नि त्यस्तै हरि यही हो कि बाटो मलाई फेरि यस्तो डर लाग्छ यस्तो हरियो बाटोमा किनकि लेउमा चाहिँ चिप्लिन्छ कि म एकचोटि लेउमा चिप्लेर बुझिदिन्छु पाटको त यो भाइजर साइजर हेडलाइट सबै फुट्यो है मलाई यति म बेकार हिँड्छु जस्तो पानीमा जस्तो भयो केही नै होइन गाइस
यस्तै हो। मलाई सबभन्दा यो माउहरू आउने बेला बाटोमा सबैभन्दा यता डर लाग्ने भनेको हेरियो भएको भन्थ्यो कि यहाँ पानी पऱ्यो नि सबै हरियै देखिन्छ नि, यस्तो डरलाग्दो देखिन्छ कि यो चिप्लो लेउ कताबाट हाल्ने यो बाइक भनिन्छ। फेरि बाटो खालिएको छ भने होइन यस्तै यो बाटोमा यता कुना हाल्यो त्यहाँ तल त्यस्तै छ। त्यो चिसो खालको बाटो फेरि यो भागमा घामै लाग्दैन, फेरि दिनभरि घाम लाग्दैन कि यहाँ जतिसुकै घाम लाग्दो खाएको छ तर यो बाटोमा घामै लाग्दैन कि यस्तो कप्चेर आयो यो बाटो। फेरि पोखराको ट्राफिक पुलिसहरूले सबैले चिनिखान् कि मेरो बाइक। एकजना जो साथीलाई भेटेँ नि त्यो यो त बन्द छ। ओहो कुखुरो ओ कुखुरो त्यो भागेको कुखुरो त्यहाँ छिरो कुखुरो पोखराको फेरि ट्राफिकले फेरि सबैले चिन्दा रहेछन् कि मेरो बाइक। फेरि म जहिले पनि भागिदिन्छु नि त चेकिङबाट अनि चिन्दा रहेछ। अनि कोही साथीहरू पऱ्यो भने तेरो देखा बाइक त्यो जहिले पनि भाग्छ भन्दो रहेछ। हिजो पनि हिजो बेलुका साँझतिर नयाँ बजारमा यति खेद आयो नि मलाई र साथीलाई मेरो फिक्सलाई सिगोरमा डह्रो भागिदिन्छु। त्यसमा बाटो है क्या नि आएर झ्याप दुइटा ब्रेक एकैचोटि हाल्नु मन नि कता टायर सायर चिप्लिने जस्तो लाउँछ कि मलाई। मलाई भनेको सबभन्दा डर लाग्ने भनेको यो लेउमा र गिटीमा हो कि यस्तो चिप्लिन्छ नि। यो माटो साटो मतलब भने चिप्लो माटो सेर्को तर यो लेउ र गिटीमा चाहिँ यस्तरी हरियै छ क्या अब होइन त खतरै चिप्लिन्छ नि लेउमा त। म नचिप्लेको भए चाहिँ मलाई मतलब हुन्थेन, म बुझ्दी हो कि गाइदिएर। पहिला माउहरू आउने बेला चाहिँ मेरो साधन थिएन, सानो हुँदा चाहिँ यता यो जङ्गलको बिचमा बाटो हो कि त्यो सिँढी भएको बाटो हो त्यताबाट झर्थ्यो कि त्यो बाटो झर्थ्यौँ। अनि त्यहाँबाट माथि नि त्यो उकालो मैले बाटो देखाइदिन्छु म त्यो बाटो झर्थ्यौँ। त बेगनासतालबाट जाँदा चाहिँ ढिलो हुन्थ्यो गाडीबाट। अब यताबाट आयो भने त 1-1.5 घन्टामा त माउ घर आइन्थ्यो। उताबाट आउँदा चाहिँ बसै लाउँथेन कि फेरि बस ढिलो लाग्थ्यो। त्यहाँ उता 4:30-5 बस्थ्यो कि साँझको त्यताबाट निस्किन्थ्यौँ। त्यही बाटै यो बाटो यसरी झर्थ्यौँ होइन। हेऱ्यो ऊ त्यो उकालो छ नि त्यो सिँढीको बाटो उक्लिन्थ्यौँ माथि। अनि यो घर पछाडि चाहिँ यो घरै थिएन कि यो पसलहरू पनि थिएन यसरी पहिला। हेऱ्यो सिँढीबाट उक्लिन्थ्यौँ माथि जङ्गल गएर पहिला बाटो चाहिँ विकास भयो बाटो आयो पहिला गाह्रो हुने साधन थिएन। अहिले बाटो अब हामी चाहिँ यता माउ जाने बेला चाहिँ यता माथितिर कि सेलुङ राम्रो सिङ्गल ह्यान्डल हाल्दा हुन्छ नि। फेरि सिलङमा यस्तो कमी काट्ने यति सकिँदो यो डबल ह्यान्डल यो कम्फर्ट हो कि यो बाइक त लाग्दै सजिलो के
यो बाइक यो बाइक रिभल्युसनको त्यो किनेको मैले यो बाइक मैले हेरेपछि मैले बाइकै गर्नु अघि वर्ष गरेर धेरै आएको आधा बजेको है यो पनि किनेको बाइक दोस्त रामगढ बजार हो खै जाऊ त माया यही हो बसन्ती यस्तो हो यसको अब हामी पुन्टेलाई दुईटा चिज बल्ल एउटा कुरकुरे किनेर फर्कियौँ है फर्कियौँ भन्दा पनि जाँदै हौँ बस बस सोल्टी बस यस्तै छ नि ए मर्दमा 3 मा कसरी बबाल छ नि भाइ कसैले नसोचेको कसैले नदेखेको बाटो छ यो त यहाँ यो त हाम्रो लागि त पोखराको बाटो कि यतिको हाम्रो लागि पोखराको बाटो हो कि यतिको कस्तो थियो अब है यो बाटो है मलाई बाटो देखेर माउहरू फर्केर आउनु मन लाग्छ पछि के गरेर हुन्छ मलाई है अझ सबै पिचो थियो बाटोमा ढिलो उडाउँदै अब त्यो टिकटक बनाउनु त अब गाह्रै थियो नेपालमा किनकि नेपालमा हरेक ठाउँमा राम्रो राम्रो बाटो बनिरहेको होइन के भयो बाइक थियो बसंती इन कुत्तों के सामने अब गइन्छ मामाहरू एक दिन गोरु कुदै काम गरिन्छ यही पोखरा फर्किन्छ नि त्यस्तो चलिरहेको जाँदाखेरि कम गरिन्छ त नि बाबु त्यस्तो बाबाले बाटो त माया नि हाम्रो मामा यहाँ अब यस्तो छ के छ के नआउनु भयो त नि खै हेर्नु न ठिक छ ल अलि हेरौँ है त्यतै भए के भन्यो होला है कहाँ परिचय